नमस्कार, म एउटा छोराछोरी नबोलेको गीत भन्दैछु। राम्रो भए सुनिदिनु होला, नराम्रो भए नसुनिदिनु होला। बाबुआमासँग नबोली छोराछोरी सुन, बाबाआमा मरेपछि किन पर्यो रुन। एकैछिन यो भिडियोलाई चाहिँ स्किप नगरिकन हेरिदिनु होला, किनभने एउटा बुढी आमाले चाहिँ छोराछोरीले नबोल्दा, छोराछोरीसँग बोलचाल नहुँदाखेरि, छोराछोरीले माया नगर्दाखेरि हैन त्यो अवस्थालाई बुढी आमालाई चाहिँ एउटा गीत बनाएर चाहिँ भन्नु भइरहेको छ। गीतमा एउटा सोसियल मिडियामा उहाँले चाहिँ राख्नु भइरहेको छ। छोराछोरीले विभिन्न दुःख कष्ट गरेर विभिन्न पीडाहरू सहेर छोराछोरीलाई बढाउने हुर्काउने काम गर्नुभयो। त्यही छोराछोरीले चाहिँ आफ्नो बाउआमासँग नबोल्दा, बाउआमासँग टाढा हुँदाखेरिको अवस्थालाई लिएर चाहिँ उहाँले एउटा सोसियल मिडियामा, एउटा टिकटक प्लेटफर्ममा चाहिँ उहाँले चाहिँ गीत बनाउनु भएको छ र गीत चाहिँ उहाँको चाहिँ मिलियन भ्युज पनि गएको छ कि। त्यो भिडियोलाई चाहिँ मैले अहिले उहाँको भिडियो चाहिँ देखाउनु गइरहेको छु। उहाँको भिडियो हेरौँ है त। नमस्कार, म एउटा छोराछोरी नबोलेको गीत भन्दैछु। राम्रो भए सुनिदिनु होला, नराम्रो भए नसुनिदिनु होला। बाबुआमासँग नबोली छोराछोरी सुन, बाबाआमा मरेपछि किन पर्यो रुन, बाबाआमा मरेपछि किन पर्यो रुन। बाँचुन्जेल के खाइस के लाइस न भन्नी, बचिन्जेल के खाइस के लाइस न भन्नी, मरेपछि किन होला मलामी गन्नी, मरेपछि किन होला मलामी गन्नी। आफ्ना बाउआमालाई माया गर्न सबैले जान, बाउआमालाई माया गर्न सबैले जान। आफू पनि बुढो हुन्छौ बन्छ रोन हान, आफू पनि बुढो हुन्छौ बन्छ रोन हान। चैत जाँदो वैशाख लाग्दो सालको पाता पलाइ, जो देखे नि माया लाग्छ किन होला मलाई, जो देखे नि दया लाग्छ किन होला मलाई। हातैमा लाइटै बेटर, लाइटै बेटर, मरेपछि को हुन्छ बेटर। उहाँको भिडियो त हेर्नु भइहाल्यो होला हैन। बाउआमाले छोराछोरीलाई कतिको निष्पक्ष माया गर्छ भन्ने कुरा चाहिँ गर्न सक्छ के, गर्नु नै हुन्छ। र छोराछोरीले त्यति निष्पक्ष माया नदिँदाको अवस्थालाई लिएर उहाँले एउटा गीत बनाउनु भयो, आफ्नो मनको पीडाहरू सोसियल मिडियामा पोख्नु भयो। यो वास्तविक घटनाहरूमा आधारित हो के। अहिलेको जमानामा छोराछोरी आफ्नो बाटोमा लागिसकेपछि, आफ्नो श्रीमती लिएर हिँडिसकेपछि उहाँ बाउआमालाई नहेर्ने हुन्छ नि, बाउआमाको कुराहरू नसुनिदिने खालको हुन्छ। र कुनै एउटा अहिले सोसियल मिडियामा देखाउनको लागि भए पनि छोराछोरीले चाहिँ, छोरीहरूले चाहिँ एउटा चाडपर्वमा आउँदाखेरि भयभरको के खाने नखाने के कुराहरू लिएर गएको हुन्छ। दुनियाँलाई देखाउनको लागि, तपाईँको त्यो सोसियल मिडियामा देखाउनका लागि चाहिँ, तपाईँले भिडियो बनाउनका लागि मैले मायाले आमालाई बाउलाई यति माया गर्छु भन्ने देखाउनका लागि चाहिँ गरेको हुन्छ नि। तर त्यो देखाउनका लागि चाहिँ, सोसियल मिडियामा देखाउनका लागि त्यो नगरिदिनु होला। गर्नुहुन्छ भने आफ्नो मनमादेखि नै गर्नुहुन्छ भने तपाईँले चाहिँ वर्षौँभरि एक दिनको चाडबाडमा मात्रै होइन, एउटा आमा खुवाउने औँसीमा मात्रै होइन कि, 12 महिना 12 काल भन्छ नि त। तपाईँको त्यो अवस्थामा चाहिँ माया गर्नुभयो भने पक्कै पनि बाउआमाको खुसी हुनुहुन्छ, खुसी बनाउनु पर्छ। बाउआमा भनेको कुरा चाहिँ एकपटक पाइसकेपछि अर्को पटक पाउन सकिँदैन। त्यही भएर पाइसकेको कुरालाई चाहिँ नगुमाइकन चाहिँ आफूले जति सक्दो, जति छ, जति आफूले सकिन्छ त्यो कुरालाई चाहिँ उहाँलाई खुसी बनाउने कोसिस गर्ने हैन। जति एउटा चाडपर्वमा मात्रै होइन, जुनसुकै अवस्थामा पनि, दुःख सुख जुनसुकै अवस्थामा पनि माया गर्न नछोड्ने। बोलीले हुन्छ कि वचनले हुन्छ कि, उहाँलाई कसरी हुन्छ
कुन अवस्थामा हुन्छ माया गर्न नछोड्ने त्यो गर्नुपर्छ। अहिले सोसियल मिडियामा जताततै देखिएको हुन्छ होइन, जस अब वृद्धाश्रममा बाबुआमालाई राखेर चाहिँ आफ्नो छोराछोरी चाहिँ अन्यत्र देशमा अलि राम्रो कन्ट्रीमा अलि फेसिलिटी पाउने कन्ट्रीमा उहाँ गइरहेको हुन्छ, बाबुआमालाई आफ्नो वृद्धाश्रममा राखेर पनि चाहिँ छोराछोरी आफ्नो छुट्टै दुनियाँमा रमाइरहेको हुन्छ। त्यो रमाउनुको अर्थ नै रहँदैन। त्यही भएको कारणले गर्दा बाबुआमालाई जति सक्दो हुन्छ, जति आफ्नो मनले सकिन्छ, जति आफ्नो क्षमताले सकिन्छ त्यो अवस्थामा राख्नु, बाबुआमालाई खुसी बनाउनु नै सबभन्दा राम्रो देन हो। उहाँको भिडियो, उहाँको गीत सुनेको हुनाले वास्तवमा उहाँको पीडा हुनसक्छ र पीडालाई उहाँले पोखेको हुनसक्छ सोसियल मिडिया मार्फत उहाँ आफ्नो सन्तानलाई सुनोस्, सन्तानसँग बोलचाल नहुँदाखेरि सोसियल मिडिया, अहिलेको जमानामा सोसियल मिडिया मार्फत चाहिँ उहाँले चाहिँ छोराछोरीलाई सन्देश जाओस् भन्ने हिसाबले यो भिडियो बनाउनको पनि हुनसक्छ। त्यसै कारणले गर्दाखेरि यस्तो अवस्थाहरू नआउन दिनका लागि हामी सम्पूर्णले चाहिँ आफ्नो ठाउँबाट आफ्नो बाबुआमाले जति सकिन्छ, जस्तो सकिन्छ त्यो अवस्था चाहिँ माया गरिदिनु हुन भनी म यो भिडियो मार्फत हजुरहरूलाई पनि सन्देश दिन चाहन्छु। र मेरो यो भिडियोलाई कस्तो लाग्यो र तपाईँहरूले पनि पक्कै पनि आफ्नो बाबुआमालाई राम्रै गर्नुभएको छ होला, राम्रै गर्नु नै पर्छ भन्ने सन्देशसहित हजुरहरूलाई मार्फत मेरो यो छोटो सन्देश र यही छोटो जानकारीमूलक भिडियो चाहिँ यहीँ नै राख्ने कोसिस गर्छु। र यस्तै भिडियो हेर्नका लागि मेरो युट्युब च्यानल, मेरो फेसबुक हजुरहरूले सम्पूर्णले फलो गरिदिनु होला। मेरो युट्युब च्यानलमा तपाईँहरूले विभिन्न किसिमको भिडियोहरू प्रस्तुत गर्नेछु मैले, र विभिन्न किसिमको पोडकास्टहरू पनि युज गर्नेछु। त्यो पोडकास्टहरू हेर्नको लागि हजुरले मेरो युट्युब च्यानललाई चाहिँ पक्कै पनि हजुरले सब्सक्राइब गर्नु पर्ने हुन्छ। र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् र लाइक सेयर कमेन्ट पनि गर्नुहोस्। र तपाईँलाई यो मेरो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट पनि गर्न नभुल्नु होला भन्दै अहिलेको यो छोटो भिडियोलाई चाहिँ हस्त नमस्ते, जय नेपाल। जय नेपाल चाहिँ भन्न नछोडौँ, किनभने हामी नेपाली हाम्रो मातृभूमि नेपाल प्रतिको माया देखाउँ।